हेलो गाइस, स्वागत छ मेरो सानो मिठो ब्लगमा। र आज चाहिँ म सानो थाइपो बनाउने कोसिस गर्नेछु। यसमा चाहिँ मैले अलिकति नुन र इस्ट लिएँ। अन्त यो चाहिँ मेरो मैदा र अब यो इस्टलाई म यो मैदासँग मिक्स गर्छु। जति चाहिन्छ त्यति मात्रै हाल्दै मजाले मिक्स गर्नुपर्छ हो। मैले पनि फर्स्ट टाइम ट्राई गरेको यस्तो चाहिँ। यसलाई चाहिँ मैले यसरी डो बनाइसकेँ हो। र यसलाई अझै मजाले उयो गर्नुपर्छ, मुस्नुपर्छ। अरे मलाई पनि अहिलेसम्म बनाएको थिएन, यो खाएको फर्स्ट टाइम बनाएको, सो द्याट रेसिपी प्रपर फलो गर्दैछु। अब यसरी मुस्नुपर्छ अरे यसलाई, सो द्याट मजाले मिक्स होस् भनेर। हुन त नर्मली गर्दा पनि मिक्स भइरहेकै हुन्छ अब। अब यसलाई मजाले मुसिसकेँ मैले हो। र अब यसलाई चाहिँ राख्नुपर्छ अरे एक घन्टा जस्तो। सो यसरी साइड साइडको सबै भित्र हाल्दै यसरी डल्लो बनाउँदै एउटा डो यस्तै बनाएर अब पछाडिको चाहिँ यस्तो हुन्छ भाग हो, यसरी सबै भित्र हाल्नुपर्छ अरे। यसरी हालेर मैले यसरी अब यस्तो भयो। म पनि त्यस्तो जान्दिनँ, यस्तो डो बनाएर चाहिँ अब यसलाई छोपिराखिदिन्छु 1 घन्टाको लागि। र त्यसको बाद चाहिँ मैले अब थाइपोभित्र के हाल्ने त्यो चाहिन्छ नि त। त्यसको लागि अब यो बन्दाकोपी, प्याज, अदुवा अब काटेर मिक्स गर्छु भित्रको लागि हो। यसको चाहिँ भिडियो देखाउँदिनँ बिकज भिडियो लेन्दी हुन्छ। सो अहिले डाइरेक्ट बादमा भेटौँ। अब यो चाहिँ मैले कटिङ गरिसकेँ होइन। यसमा चाहिँ के छ भन्दा चाहिँ प्याज छ मुनिबाट, प्याज, त्यहाँदेखि यो बन्दाकोपी, त्यहाँदेखि अदुवा छ। त्यहाँदेखि यो चाहिँ मैले एक्स्ट्रा अघि भनेको थिइनँ, एक्स्ट्रा मैले आफै हालेको। यो चाहिँ न्युट्रेला हो, मैले मजाले तातो पानीमा भिजाएर निचारेर चट्टा चट्टा बनाएर हालेको। अन्त मैले भेजमा पनि अब अन्डा हाल्छु भनेर अन्डा पनि उसिनेर राखेँ। अब यसलाई त हल्का मसलादार बनाउनु पऱ्यो, नुन हालेर उयो अजिनामोटो, अन्त यो तेल लगाएर मुस्नुपर्छ हो। स्वादअनुसार नुन हालेर टक्कै मिठो बनाएर अब त्यहाँदेखि चाहिँ भिडियो फेरि बनाउँदै गरेको अन गर्छु। हुन्छ, बाई बाई। र यसमा चाहिँ इन्ग्रिडियन्ट चाहिन्छ मैले सबै मिक्स गरिसकेँ। यसलाई यस्तो बनाएँ हो। अब डो 1 घन्टा भएको छैन र 1 घन्टा बाद फेरि भेटौँला। अब मैले यसलाई 1 घन्टा भयो मुसेर राखेको, यत्रो भएछ फुल्लेर। लेट्स मेक इट न। अब यो डोलाई चाहिँ हामी गर्नुपर्छ होइन। अलिक सुक्खा बनाउँछु यसलाई हो। अनि यो डोलाई हल्का हातै जोडाउनु भन्दा चाहिँ हल्का छुरीले काट्छु भन्दा सजिलो लाग्यो। अन्त यो त यत्रो पिस इज ओके होइन। सबै यत्रो पिसमा काट्दै जानुपर्छ। सेम साइज भयो। टोटल 7 पिस भएको छ, 7 पिस भएको छ। र मैले यसलाई डल्लो बनाइसकेँ एकछिन बसेर हो। अब यसलाई बेल्ने, यसको बेल्ने पनि मलाई जतासम्म थाहा छ यसको बेल्ने पनि अलिकति टेक्निक छ हो। अब हेर्नुहोस्, मैले चाहिँ एउटा सेफ्टीको लागि एउटा बेलिसकेँ हो। मलाई त्यसरी हो खासै हो। अब आएको बेल्छु, यो बेल्नु चाहिँ तपाईँ हेर्नु होला। अब यसलाई चाहिँ मैले राखेँ। यसलाई कसरी बेल्नुपर्छ भन्दा चाहिँ बिचमा हल्का सेन्टर आधी आधी यो बिचमा चाहिँ बेल्नु हुँदैन रहेछ हो। मलाई पनि थाहा छ त्यस्तो, तर मैले अब प्रोफेसनल त होइन, फर्स्ट टाइम ट्राई गरेको थाइपो बनाउने। त्यसरी चाहिँ बिचमा चाहिँ हल्का नबेल्नु राख्दै जग्गा अलिकति साइड साइडको चाहिँ
बेल्दै आउनु पर्दछ हेर्नुहोस् है लाग्छ यो चाहिँ भयो आज भनेको छु अब होइन यसरी डल्लो भइरहेछ बिचमा यसरी बेल्नु पर्दछ त्यसको भाग चाहिँ मोटो गरेर साइड साइडबाट पातलो गर्नु पर्छ सो द्याट चाहिँ सबै जग्गाबाट पाकोस् मुनि पर्दछ बेल्नु हो एक एक यसरी ठुलो भइसकेपछि चाहिँ एक एक पनि हल्का यसरी दिनुपर्छ हो बिचमा चुच्चो बेसी भयो ठिक यसरी साइड साइडको सबै भइसकेर चाहिँ हल्का पातलो बनाएर बसेको सो द्याट बिकज किन माथि उचाउँदाखेरि चाहिँ सबै डल्लो हुन्छ मोटो हुन्छ बाटोमा कुरा सबैलाई इक्वल बनाउनुको लागि चाहिँ यो गरेको यस्तो गरेको रहेछ खास चाहिँ भन्दा चाहिँ त्यो कति भयो अब म जस्तो बिहान आउँदैन त्यस्तो डल्लो बेल्नु पर्दैन डल्लो बाँड्नु यसरी अब सबै म बेल्छु हो बेलिसकेर बेल्नु साटा पिन्छु एउटामा त्यसको लागि एउटा सजिलो बनाएर यसरी होइन अलिक खिचेर तान्नु पर्छ क्या यस्तो खिचेर तान्यो सो द्याट अलिक डल्लो हुने चान्सेस हुन्छ अब भिडियोमा गरेको डल्लै भयो त्यस्तै त्यही भएर सिकाइहाल्यो भने चाहिँ भिडियोमा अनि चाहिँ राम्रो यस्तै भयो हप्ता आउनु चाहिँ हातै हेर्नु हेर्नु नि मैले भने नि क्यामेरा अफ गर्दा चाहिँ डल्लो हुन्छ यो अघि अन गरेको थिएँ डल्लै भएन कस्तो हुन्छ नि त अब यसलाई चाहिँ खाएको बनाउने प्रोसेसमा लाग्नु कसरी बनाउँछौँ भने त्यस्तो आउँदैन बनाउनु तर पनि म एउटा मात्रै ट्राई गर्छु कसरी बनाउने इफ राम्रो भएछ भने अरू पनि देखाउँछु नभए नभएस् यसरी मैले घिमा हालेँ अन्त एउटा राखेर चाहिँ लाग्छु हो यसलाई चाहिँ म डल्लो बनाउने कोसिस गर्छु कतिवटा दोकान हेरेर चाहिँ यो चाहिँ कहाँ दामी भयो मेरो हिसाबले चाहिँ हो अब यसलाई हल्का डिस्टेन्स मेन्टेन गरेर यो उयसमा हाल्छु हल्का भित्ताबाट पनि जग्गा राख्छु अब यता यता तिनवटा हाल्छु हुँदैछ सिक्दैछु अलिअलि बेटर हुँदैछ यो मक्टुमा चाहिँ तिनवटा मात्रै आँट्यो हो यसरी अब यो चाहिँ बसाइदिइहाल्छु यहाँनिर ढ्याक्क कसरी बसाउँछु हेर्नुहोस् है तातो छ होइन तातो छैन रहेछ मैले चाहिँ टमाटर हालिरहेको छु अन्डा उयो बनाउनुपर्छ ग्यास चाहिँ ठिक्कको छ हो अन्त टाइम कति भयो भन्दा 3:05 फाइनली सबै बनाइसकेँ मैले होइन अब अनुहार त अलिक धसिङ्गाडै छ हो घरमै बस्देको हो अब यता मैले बनाइसकेँ मोमो सबै हो अन्त मोमो चाहिँ हल्का यस्तो मोमो होइन थाइपो हो एक्चुअली यो मोमो भनेर उठाएको छु अब यहाँ पाक्दैछ हो यस्तो हल्का बाफहरू हुन थाल्यो अब फर्स्ट टाइम बनाएको मैले पनि थाइपो
यहाँ तिनवटा यहाँ एउटा छ 7वटा टोटल भएको होइन। यहाँ मैले टमाटर उमाल्दैछु अचारको लागि। सुप चाहिँ बनाउँदिनँ, मलाई खानु छैन सुप। र भेटौँला अब डाइरेक्ट अचार बनाउनेमा। टाइम जाँदै जाँदै मैले अचार पनि बनाइहालेँ होइन। यसरी टमाटर र खोर्सानी अनि नुन छ, स्वादअनुसार नुन पनि लगाइहालेँ। अब यहाँ पाके जस्तै छ, यो मेरो हो। लेट्स सी। ओ माई गॉड, ओ माई गॉड। फाइनली अब थाइपो चाहिँ पाक्यो जस्तो लाग्यो मलाई हो। सो द्याट अब आगो निभाउनेवाला छु र खानेवाला छु। मेरो अचार फर्स्ट बाइट खानुपर्छ। किनभने फर्स्ट टाइम थाइपो बनाएको अलिकति फ्याँक्ने चलन छ हाम्रो सानैदेखि। सो अलिकति मैले फ्याँकेँ। अब टेस्ट हाउ द टेस्ट, हाउज द टेस्ट। बेसी कुरा गर्दिनँ। जस्ट मैले अहिलेसम्म 50 रुपियाँको थाइपोहरू खाँदै थिएँ बाहिरतिर। मलाई चाहिँ के लाग्यो भने 50मा अझै 50 थपेर मैदा, कोपी, आलु सालु लिएर आएर चाहिँ आफै घरमा बनाएर खान्छु। कस्तो दामी भएछ।